नमस्कार। समस्त सिक्किमे आमा, दिदी, बहिनीहरूलाई दोस्रो आमा सम्मान दिवसको अवसरमा सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेमसिंह तामाङ गोले सरको अन बिहाफ अनि विभागको तर्फबाट हामी हार्दिक शुभकामना र अभिनन्दन टक्राउन चाहन्छु। सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्रीज्यूले जुन प्रकारको आमाहरूको दुःख सङ्कष्ट देखेर आमाहरूलाई सम्मान र इज्जत गराउनको लागि गाउँ बस्तीमा आमाहरू जुन प्रकारले दुःख झेलिरहेको हुन्छन् है, त्यसै कारणले गर्दाखेरि हाम्रो सम्माननीय मुख्यमन्त्रीज्यूले उहाँ पनि एउटा गाउँ बस्तीबाट आउनु भएकोले गर्दा गाउँ बस्तीको आमाहरूको साँच्चै पीडित कसरी हुन्छन् भने उहाँले एकदमै थाहा भएकोले गर्दा सम्पूर्ण आमाहरूलाई सम्मान दिनुको लागि उहाँले 10 अगस्तलाई आमा सम्मान दिवस भनेर उहाँले घोषित गर्नुभएका छन्। र विशेष गरी मलाई यसरी लाग्छन् जुन प्रकारले उहाँले काम गर्नुहुँदैछन् है, आमाहरूको लागि यति सहयोग गर्नुहुँदैछन् र आमाहरूले साँच्चै नै यसमा धेरै एकदमै लब्ध उठाएको हामीले महसुस गरेको छौँ र हामीले आमाहरूकोबाट धेरैजना आमाहरूकोबाट यस्तो आमाहरूकोबाट सुनेको छन् कि आमाहरू साँच्चै नै यो स्किमले मद्दत पुगेको उहाँले भन्नुभएको छ। साँच्चै नै हाम्रो सम्माननीय मुख्यमन्त्रीज्यूले यो सिर्फ आमाले सम्मान दिने मात्र गरेन र उहाँले साथसाथमा जुन प्रकारले आमाहरूले आर्थिक मद्दत गर्ने उहाँले योजना गर्नुभएको छ र यो योजनामा उहाँले हामीले आमालाई 1 सालमा 40,000 दिने घोषणा उहाँले गर्नुभएको छ र यो जुन चाहिँ प्रकारले 40,000मा 20,000 रुपियाँ जुन चाहिँ फर्स्ट इन्स्टलमेन्ट पाउनुहुन्छन् भने सेकेन्ड इन्स्टलमेन्ट 20,000 पाउनुहुन्छ र 1 सालमा 40,000 को धनराशि उहाँहरूलाई आमाहरूको नाममा आमाहरूलाई सम्मान गरेर आमाहरूको दुःख तकलिफले पीडितलाई हेरेर सम्माननीय मुख्यमन्त्रीज्यूले धनराशि प्रदान गर्ने घोषित गर्नुभएको छ र यसमा धेरै आमाले फाइदा भएको छ भने यो जुन चाहिँ सम्माननीय मुख्यमन्त्रीज्यूको भिजन छ र जुन प्रकारको यो प्रोग्राम भयो र यो सारा संसारमै एउटा युनिक प्रोग्राम भएको छ भनेर म यहाँबाट तपाईँहरूलाई पनि सचेत गराउन चाहन्छु र विशेष गरी सम्माननीय मुख्यमन्त्रीज्यूले सारा आमाहरूको तर्फबाट आमाले भन्दै गर्नुहुन्छन् कि एकदमै सम्माननीय मुख्यमन्त्रीज्यूलाई भेट्दाखेरि हामी धन्यवाद एकदमै हृदयबाट धन्यवाद टक्राउने उहाँको धेरैजनाले सोच राख्नु भएको छन् भने योपालि फेरि 10 अगस्तको दिनमा हामीले गोलीटार रम्फूमा दोस्रो आमा सम्मान दिवस भव्य रूपमा मनाउने हामीले एकदम निर्णय लिइसक्नु भएको छ र यसको अन्तर्गत सम्पूर्ण आमा दिदीबहिनी लगायत सारा सिक्किमेली दाजुभाइ दिदीबहिनीलाई म डिपार्टमेन्टको तर्फबाट आन्तरिक हृदयबाट तपाईँलाई म बिन्ती राख्न चाहन्छु। यसमा 10 अगस्तको दिनमा यो प्रोग्राममा तपाईँहरू उपस्थित भइदिने र यो दिनलाई अझै इम्पोर्टेन्ट भेल्युको साथमा मनाउने हामीले कष्ट गरौँ भनेर म तपाईँलाई सम्पूर्णलाई अनुरोध गर्न चाहन्छु र साथसाथ यो जुन चाहिँ 10 तारिकको दिन हाम्रो सम्माननीय मुख्यमन्त्री स्वयं मुख्य अतिथिको पाठ सम्हालेर उहाँ आउनेछन् भने हामी सम्पूर्ण यहाँ उपस्थित हुनु म फेरि पनि अनुरोध गर्दै यसपालिको दोस्रो आमा सम्मान दिवसमा हामीले एउटा स्पेसल इनिसिएटिभ इभेन्ट्स राखेको छन् र यो इभेन्ट्स सेल्फी विथ आमा कम्पिटिसन भनेर हामीले राखेको छन्। क्युआर कोडमा अनलाइन गरी तपाईँहरूले फेरि सबमिट गर्न सक्नुहुन्छ भने तपाईँहरूले फर्स्टको परिणाम तपाईँहरूले 2 लाख छन् भने सेकेन्ड प्राइज 1.5 लाख छ र त्यसरी नै थर्ड प्राइज 1 लाख घोषित गरेछन् भने तपाईँको 7 जनालाई तपाईँको कन्सोलेसन प्राइजहरू पनि हामीले योपालि घोषित गरिसक्नु भएको छन् भने तपाईँले 2 तारिकदेखि लिएर तपाईँ 6 तारिकसम्म तपाईँहरूको अनलाइनमा तपाईँले एभाइलेबल पाउनेछन् र तपाईँले चाँडैभन्दा चाँडै 6 तारिकको भित्र तपाईँले यो फोटो तपाईँले पठाउन सक्नुहुन्छन् भनेर यहाँबाट भन्न चाहन्छु र सम्पूर्णले एकचोटि सम्पूर्ण सारा सिक्किमको आमा दिदीबहिनीहरू लगायत सारा सिक्किमेली जनताहरूलाई यहाँबाट सूचित गर्न चाहन्छु र यो 10 अगस्तलाई जुन प्रकारको सम्माननीय मुख्यमन्त्रीज्यूको भिजनलाई जुन प्रकारले हामीले यसलाई भव्य रूपमा मनाउने हामीले घोषित गरिसक्नु भएको छन् र तपाईँ सम्पूर्णलाई भव्य रूपमा एकदमै सहभागी भइदिने हामी तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु र यही भन्दै मेरो कुरालाई यहीँ राख्न चाहन्छु। धन्यवाद। जय सिक्किम, जय सिक्किमे आमा।